प्योर कोदाको झोल कोदाको झोल नि यो त बहुत भिटा दाइ त नानु चुच्ची दाइ ठुलो माछा आउनु लाग्यो नानु त यो नानु यता बल्ल निस्किनु लाग्यो चुच्ची चुच्ची निस्किनु लाग्यो नानु यता नानु ओ मुन्तिर हान्नु मुन्तिरबाट हान्ने भयो हरचन्द्र ओ त मुन्तिर 20 मिनट छोड्दै हुन्छ मुन्तिर 20 नाल ल बोराबाट पानी तर्किन्छ तर्किन्न बोराबाट तर्किन्छ होला पर्दैन पल बनाउनु पर्दैन त्यति गर्न ल हेर्नुहोस् अर्ग्यानिक माछा उता काम गर्न जाने यार भएन हाम्रो सुदिखोलाको अर्ग्यानिक माछा हो यो एकदम राम्रो पुरै चुच्चेर सेतो माछा मात्र छ ऊ आधा कत्रोडा आधा एउटा दुईटा त गयो नि जान्छ होला कता हाल्नु त्यहीँ त्यहीँ माथिबाट हाल्नु माथिबाट बोकाउँछ अब छोड जा छोड म हेर्छु त्यता हाने कि उतै लैजाऊ कि उतै ल हेर्नुहोस् अब ढडियामा लगभग आज चाहिँ धेरै त भन्दैन 17-18 किलो चाहिँ माछा मर्छ यस्तो भाखा यस्तो रिगा भएको छ उसले सेतो पानी चाहिएको सफा पानी यो हाम्रो पिर्ले बिस यो हाम्रो पिर्ले बिस हालेर मारेको यो चाहिँ एकदम अर्ग्यानिक हुन्छ यो माछा चाहिँ हेर्नु ए सिब्रिन मागा न हो पातले सिब्रिन देऊ त एकचोटि देऊ त सिब्रिन हो त सिब्रिन देऊ त एकचोटि यो जालीमा चाहिँ ठुल्ठुलो माछा छ लगभग 12-15 किलो माछा निस्किन्छ भन्ने आशा गरेको छौँ सबैले होइन हेर्नुहोस् माछा चाहिँ बल्ल किरै निस्क्यो क्या दाइ अर्को वाट ठुलो एउटा देख्नुभयो ढडियामा डह्रो परेछ हेर्नु न ठुलो माछा हेर्नु उता पाखामा हेर्नु माछा अरूको सिब्री माग्नु हुँदैन अरूको सिब्री 25 छ